बिहान बिहान दुध खानु चाहिँ खानुहुन्न? कसको? तपाईले के दुध खानुहुन्छ कि नै? भैँसीको दुध, गाईको दुध? खाँदिन नि हौ, कहाँको दुध खान्छौ? केटाकेटी हो र दुध खानलाई? तिमी खान्छौ? बिहान बिहानतिर के यसो उठेर के नाइ कसले दुध खाइराखे हुन्छन्? होइन नि यार, खाइँदैन। बच्चामा चाहिँ खाइन्थ्यो, अहिले त खाइँदैन नि यार। टुल्स लामखुट्टेको मासु खाएको छौ? नाइ। दामी हुन्छ यार। लामखुट्टेको? अनि साइडको त्यो पखेटाहरू फाल्ने, अनि त्यो घोच्ने हुन्छ नि अगाडि त्यत्रो लामो एन्टिना, तिनीहरूले हामीले ठुङ्छ नि, त्यो चाहिँ भाँचेर फालिदिने अनि उसिनेर खाने। दामी हुन्छ आलु र लामखुट्टेको सब्जी। लामखुट्टेको राम्रै हुन्छ। अनि भेडाको खाएको छौ, खसीको खाएको छौ, बाख्राको खाएको छौ, कुखुराको खाएको छौ, अनि भैँसी? भैँसीको पनि, भैँसीको खासै भन्दा त्यस्तो। अनि मोमो त खाएको होला त, बफ मोमो? बजारतिर गएको बेला त खाएको होला। खास गरी धेरै मासु त्यस्तो खान्न कि दाइ मैले। त्यस्तो मलाई मासुहरू त्यस्तो खासै मन पर्दैन। घरबाट ल्याउँदैनन् भन न, मासु खान मन लाग्दैन अरे। गजब बेइज्जती है। हिजो मलाई भिडियो कल गर्दै थियो कि म मासु खाँदै थिएँ, मासु भात खाँदै थिएँ। दाइ मासु हो अरे। मलाई त कसरी थाहा पायो भिडियो कलमा म मासु खाँदैछु भनेर तिमीलाई? देखिरहेको थिएँ मैले। अनि थुक निल्यौ कि निलेन भनेर एकचोटि त निल्यौ होइन? देख्यौ? कस्तो आशा आयो भने। अनि कहाँ बिचारा यार, ओइ बरु भोलि बिहान खसीको हान्नु छ भने मलाई भन, म मुजी खसीको मासु भनिदिइराख्छु त्यहाँ अगाडि। हान्नु मन छ? हजुर, खसीको मासु हान्नु मन छ भने चाहिँ मलाई त खसी पसलमा पुगेर फोन हान न। अरे ताजा हुनुपर्छ होइन? ताजै त हुन्छ कि हुन त, तर मैले भनेको चाहिँ तिमी मासु पसलमा पुग्यो भने तिमीलाई मासु खान मन लागेको दिन चाहिँ तिमी मसँग मेसेन्जरमा एड छौ नि त होइन? मासु पसल पुगेपछि मलाई कल हानिहाल कि म तिमीलाई अर्डर हानिदिइहाल्छु मासु।